हाजेलो साथीहरु, यो भिडियो बनाउने जस्तो काम पनि साह्रै गाह्रो। कहिले भिडियो नमिल्ने यता र उता हुने, कहिले बोलेको नमिल्ने, वाक्कै भएको छ हो। समयमा सुत्न नि पाएको छैन हो। यो भिडियो बनाउनलाई कति गाह्रो भएको। अनि आज चाहिँ छिमेकी बेङको मिटिङ थियो। अनि साडी लाएर रेडी भए। छिमेकी बेङले चाहिँ साडी लाउन चाहिँ सिकाइयो। नत्र भए त साडी लाउनै जान्थेन। साडी लाउने भनेपछि त्यो जस्तो दिमाग खराब के पनि हुन्थेन। र यसो छिटो टिकटक पनि बनाइहाल्यो। तल झरेको साथीहरू आउनुभएको रहेछ, तर धेरै साथीहरू आउनु भएन। अलिकति 5-6 जना बिदामा बस्नुभयो। अनि त्यसपछि माथि आएर यसो आफ्नो लागि खाजा बनाउनु पर्यो। अलरेडी मैले ब्रेकफास्ट चाहिँ खाइसकेको थियो। यो म 1 बजी खानको लागि तयार गर्दैछु क्या। अनि त्यो मात्रै हो र। अनि यताउता गर्नु पर्यो, किचन सफा गर्नु पर्यो। केही दिन भयो मैले किचन सफा गर्न पाएको थिएन के, किनभने म बढी हिँड्न परेर किचन सफा गर्न पाएको थिएन। अनि किचन सफा गरिसकेपछि खाना पनि पकाइभ्याएर अनि अब गएर बसेर कुप्लु खाने विचार थियो। साथी पनि आयो कि 1 बजेतिर उसको कामबाट। साथीलाई खा भनेको खान्न, म त 2 माना भात खाइसकेँ। म खान्न, मेरो एउटा मात्रै रोटी देखेर हो क्या। पकाउनु त मैले अर्को रोटी नि पकाएको थियो। खा भनेको खाँदिनँ म भन्न लाग्यो। पानी सानी बोकेर गएर खाएँ एउटा रोटी र यो माछा। के गर्नु, बाँच्नको लागि यस्तै गर्नु पर्दछ। मिठो खाने हो भने आयो लामो रोटी खा क्या। होइन एकदम झ्याउ हो भन्न तिमीलाई त्यो छुइछाइ गरेर। अब यो के रे बाउन रामे मर्ने मलाई मन पर्दैन त्यो बाउन रामे छुटाउँछ। धेरै जान मन नि लाग्दैन हो। आफै तरिँदा अर्काले छिटुटुटु गर्नुभन्दा बरु आफै तरेको राम्रो कुरा गर्छ अर्काले। बजेको खाना खाइसकेपछि 2:30 बजेतिर म जिम जोइन भएँ। आज लेकको थियो। लेकको गर्ने बेलामा त साह्रै दुख्छ हो, नगरम नि नहुने। अनि घर फर्के अन्डा सफा गर्नु थियो। अन्डामा फोहोर हुन्छ नि त। अनि यो सबै अन्डाहरू धोइधाइ गरेर यसलाई पुसपास गरेर अनि फ्रिजमा मिलाएर राख्दा त निकै टाइम लाग्यो। यो मात्रै नि हो र। किचन पनि सरसफाइ गर्नु पर्यो। यो सँगसँगै किचनहरू पनि सफा गर्दै आफू पनि खाना भोक लाग्यो फेरि ढिलो हुन्छ। यो भिडियो बनाउनलाई टाइम लाग्छ नि त। अनि फ्रिजमा हालेर राखिदिएँ। अनि त्यसपछि राखेपछि किचनहरू सफा गरेँ। आज अघि पनि अलिअलि सफा गरेर गएको। अनि बेलुका नि आएर पुरै सफा गरेको। बेलुका चाहिँ जुठो भाँडा राखेको मलाई मनै पर्दैन कि। अब यो भोलि बिहान अपलोड गर्नुपर्छ यो भिडियो। 10 बजिसक्यो, 10 ओभर भइसक्यो। साह्रै गाह्रो नि भिडियो बनाउनु त। घरि के नमिल्ने फेरि भएन भनेर फेरि बोल्न नि जान्दैन है। कस्तो ठाडै बोली छ। मेरो बोली सुन्यो भने त मलाई लाज लाग्छ हो। किन होला यस्तो भएको है। हजुर आइसियो खाइसियो त भन्नै आउँदैन हो। मलाई त के भएको होला छ।